टेक्निकल विजनको क्युएनए भिडियोमा स्वागत गर्न चाहन्छु। लास्ट क्युएनए भिडियोमा जुन प्रश्नहरू राख्नुभएको थियो उत्तर दिन गइरहेको छु। यदि तपाईले यी प्रश्नहरूको उत्तर जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नुहोला। सबैभन्दा पहिलो प्रश्न रामकुमारले सोध्नुहुन्छ, मेरो नागरिकतामा नेपालीबाट मात्रै लेखेको छ, अरु कसैको नागरिकताबाट एडसेन्स एकाउन्टमा लगाउँदा हुन्छ कि हुँदैन सर भनेर भन्नुभएको छ। हुन्छ, तपाईले आफ्नो फ्यामिली मेम्बरको कुनै पनि नागरिकता जसमा इङ्ग्लिसमा लेखेको छ त्यसलाई युज गर्न सक्नुहुन्छ। तर फ्यामिली मेम्बरको नागरिकता प्रयोग गर्दा तपाईले आफ्नो एडसेन्स एकाउन्ट जुन छ नि त्यसमा नामहरू त्यही नागरिकतामा जे छ त्यही नामहरू चेन्ज गर्नु होला। फेरि तपाईले आफ्नो नाम राखेर अरु कसैको डकुमेन्ट युज गर्न सक्नुहुन्न। हो त्यसरी गर्नुभयो भने तपाईले प्रयोग गर्न सक्नुहुन्छ। त्यस्तै अर्को प्रश्न मिलनजीले सोध्नुहुन्छ, अनि सर हाइच एपबाट कमाएपछि कसरी पैसा निकाल्न सकिन्छ भनेर भन्नुभएको छ। हाइच एपबाट कमाएको सबै पैसा हामीले पेपल एकाउन्टबाट निकाल्न सकिन्छ। यदि तपाईसँग पेपल एकाउन्ट छ भने पेपल एकाउन्टमा तपाईले विथड्र लिन सक्नुहुन्छ। त्यहाँनिर अप्सन दिएको हुन्छ 50.50 तपाईसँग छ भने त्यस्तो अवस्थामा तपाईले त्यहाँनिरबाट विथड्रको लागि प्रोसेस गर्न सक्नुहुन्छ। पेपल एकाउन्ट भने हुनुपर्छ। त्यस्तै अर्को प्रश्न क्रसले सोध्नुहुन्छ, सर मेरो टिकटक एकाउन्ट जापानमा क्रिएट गरेको हो अनि म नेपालमा छु अनि मोनेटाइज भएपछि ब्यालेन्स केबाट विथड्र गर्न मिल्छ भनेर भन्नुभएको छ। यदि तपाईले आफ्नो टिकटक एकाउन्टलाई मोनेटाइज गर्नुभयो भने त्यस्तो अवस्थामा पेनियर एकाउन्ट क्रिएट गर्नु होला। पेनियर एकाउन्टलाई हामीले टिकटकमा लिङ्क गर्न सकिन्छ। पेनियर एकाउन्ट क्रिएट गरेपछि तपाईले आफ्नो नेपालको ब्याङ्कलाई पनि पेनियर एकाउन्टमा लिङ्क गर्न सक्नुहुन्छ। हो त्यसको थ्रु नै तपाईले नेपालको ब्याङ्कसम्म आफ्नो जति पनि अर्निङ गरेको पैसा छ त्यसलाई विथड्र गर्न सक्नुहुन्छ। त्यस्तै अर्को प्रश्न एसटीजीले सोध्नुहुन्छ, सर युट्युब भिडियो रिएक्ट गरेर मोनेटाइज हुन्छ कि हुँदैन, च्यानल हुँदैन भने मोनेटाइज भएपछि चाहिँ भिडियो रिएक्ट गर्दै केही प्रब्लम हुन्छ कि नै भनेर भन्नुभएको छ। यस्तो हुन्छ, यदि स्टार्टिङमा तपाईँ च्यानल मोनेटाइज गर्नुभयो अरू भिडियो बनाएर पछि रिएक्सन भिडियो बनाउनुहुन्छ भने त्यस्तो अवस्थामा रिएक्सन भिडियोबाट हुने प्रब्लम कुनै पनि बेलामा जस्तो तरिकाबाट हुनुपर्ने त्यही नै हुन्छ। त्यसकारणले यदि रिएक्सन भिडियो बनाउनुहुन्छ भने अब कतिपय च्यानलहरूमा रिएक्सन बनाउँदा अरू कसैका माथि बनाउने हो, तिनीहरूले कपिराइट दिने सम्भावना रहन्छ। यदि उनीहरूसँग कुरा गरेर तपाईले रिएक्सन भिडियो बनाउनुहुन्छ भने तपाईलाई अप्ठ्यारो नपर्न सक्छ। स्टार्टिङबाट नै तपाईले रिएक्सन गरेर च्यानल मोनेटाइज गर्न पनि सक्नुहुन्छ। तर त्यही हो, यदि कपिराइट इस्यु आयो भने समस्या आउने हो। कपिराइट इस्यु आएन भने तपाईले इजिली मोनेटाइज गरेर इन्कम गर्न सक्नुहुन्छ। धेरै व्यक्तिहरूले रिएक्सन भिडियो बनाएर पनि च्यानल मोनेटाइज गरेर इन्कम गरिरहेका छन्। त्यस्तै अर्को प्रश्न बिएमले सोध्नुहुन्छ, सर म इन्डियामा छु, मैले भ्लग च्यानलमा नेपाल लोकेसन राखेर ओपन गरेको छु। अब मैले भिडियो अपलोड गर्दा लोकेसन कुन ठाउँको राख्दा बेस्ट हुन्छ अनि पछि च्यानल मोनेटाइज गर्दा एडसेन्स पिन एप्लाई गर्न लोकेसन कहाँको राख्ने, किनकि म पछि नेपालमा बस्ने विचार गरेको छु भनेर भन्नुभएको छ। अहिले रिसेन्टली इन्डिया राख्नुभएको छ, केही फरक पर्दैन। जब तपाईँको च्यानल मोनेटाइज गर्ने बेला हुन्छ नि त्यो बेलामा च्यानलको लोकेसन पनि नेपाल राखिदिनुहोस् र साथसाथै एडसेन्स एकाउन्ट क्रिएट गर्दा पनि नेपाल राखेर एडसेन्स एकाउन्ट क्रिएट गरिदिनु होला। त्यति गर्नुभयो भने पछि तपाईँ नेपालमा आएर पनि त्यही एडसेन्स एकाउन्टको थ्रु गरेको इन्कमलाई सजिलैसँग नेपालको ब्याङ्कमा रिसिभ गर्न सक्नुहुन्छ। तर यदि तपाईँले इन्डिया सेट गरिदिनु भयो भने तपाईँले इन्डियाकै सबै कुराहरू दिनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा पछि नेपाल आउँदा तपाईँलाई प्रब्लम हुनसक्छ। त्यसकारणले तपाईँले जुन बेलामा च्यानल मोनेटाइज हुन्छ नि वा एडसेन्स एकाउन्ट क्रिएट गर्ने बेलामा आफ्नो च्यानलको लोकेसन नेपाल राखेर गर्नुहोला। त्यसै अर्को प्रश्न स्पेसलले सोध्नुहुन्छ, युट्युब भिडियोमा एड राख्दा भ्युवर्सलाई इफेक्ट पर्छ कि नै सर भनेर भन्नुभएको छ। युट्युब भिडियोमा एड राखेर भ्युवर्सलाई त्यस्तो असर पर्ने भन्ने केही पनि हुँदैन। आजभोलि सबै जसो युट्युब भिडियोहरूमा एडहरू आउने गर्छन्। त्यसकारणले यो एउटा युट्युबको पोलिसी नै हो कि त्यहाँनिर भिडियो पब्लिस गर्ने बिचमा एड देखाउने। त्यसले गर्दा त्यसले खासै असर चाहिँ गर्दैन। तपाईँले आफूले म्यानुअली एड राख्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा सानो भिडियो छ, जस्तै 8 मिनटको भिडियो छ भने 10-12वटा एड चाहिँ नराख्नु होला। 8 मिनटको छ भने 2वटा मात्रै एड राख्नु होला। त्यस्तो गर्नुभयो भने तपाईँको भिडियोको लागि एकदमै उपयुक्त हुन्छ। त्यस्तै अर्को प्रश्न इन्फर्मेसनजीले सोध्नुहुन्छ, सर एउटै एपको बारेमा धेरैचोटि भिडियो बनाएर एउटै च्यानलमा अपलोड गर्दा रियुज कन्टेन्टको समस्या आउला कि नआउला प्लिज भनिदिनु न भनेर भन्नुहुन्छ। केही पनि फरक पर्दैन। एउटै तपाईँले एप्लिकेसनको बारेमा मल्टिपल टाइम भिडियो बनाउन पाउनुहुन्छ, तर तपाईँले त्यो भिडियो सेम भिडियो चाहिँ अपलोड गर्न भएन। भनेपछि सेम भनेपछि कस्तो, जस्तै आज जुन एपको बारेमा भिडियो बनाउनु हो त्यही भिडियोलाई फेरि रिअपलोड गर्न भएन। तपाईँले फेरिबाट अर्को पटक रेकर्ड गरेर फेरि अपलोड गर्नुहुन्छ भने केही फरक पर्दैन, जति पनि गर्न पाउनुहुन्छ। तर सेम भिडियोलाई एकपटक बनाएको भिडियोलाई 10 पटक अपलोड गर्न भने भएन। त्यस्तो अवस्थामा रियुजको इस्यु आउन सक्छ। तर तपाईँले प्रत्येक पटक फरक रेकर्डिङ गरेर बनाउनुहुन्छ र अपलोड गर्नुहुन्छ भने तपाईँको च्यानलमा कुनै पनि इस्यु आउँदैन। त्यसरी बुझ्नु होला। त्यस्तै अर्को प्रश्न पाण्डेजीले सोध्नुहुन्छ, हाइजबाट विथड्र गरेको जिमेलमा मेसेज आयो तर पेपलमा देखाएन किन होला भनेर भन्नुहुन्छ। तपाईँले कि त पेपल एकाउन्ट क्रिएट गर्नुभएको छैन त्यो जिमेल आइडीबाट, कि फेरि तपाईँले जिमेल आइडी दिँदाखेरि केही न केही मिस्टेक राख्नुभयो। मिस्टेक राख्दा फेरि मिस्टेक जिमेल एकाउन्टमा तपाईँको पैसा ट्रान्सफर भएको हुनसक्छ। हो त्यसरी भएको होला। तपाईँले एकपटक राम्रोसँग आफ्नो पेपल एकाउन्टमा राखिएको जिमेल आइडी र तपाईँले हाइज एप्लिकेसनमा जुन
पैसा पठाउनको लागि प्रयोग गर्नुभयो जिमेल आइडी त्यो सेम छ कि नै चेक गर्नु होला। त्यस्तै अर्को प्रश्न सुशीलजीले सोध्नुहुन्छ मोबाइलबाट सिआरएन नम्बर कसरी थाहा पाउने भनेर भन्नुभएको छ। सिआरएन नम्बर पहिले हामीले इजिली मेरो सेयरबाट माई इन्फर्मेसनमा गएर पत्ता लगाउन सकिन्थ्यो, तर अहिलेको समयमा त्यसरी पत्ता लगाउन सकिँदैन। तर कतिपय ब्याङ्कहरूले यो सुविधा दिएका छन्, जस्तै कुमारी ब्याङ्क, त्यस्तै ग्लोबल आइएमई ब्याङ्क, यस्ता कतिपय ब्याङ्कहरू छन् तिनीहरूले फिचर दिएका छन्, त्यहाँनिर तपाईँले सिआरएन नम्बर पत्ता लगाउन सक्नुहुन्छ। तर यसमा केही गाह्रो छैन, तपाईँले नर्मल्ली कुनै पनि ब्याङ्कको जसमा तपाईँले डिमेट खाता खोल्नुभएको छ त्यो ब्याङ्कको मेसेन्जरमा जस्ट मेसेज गरेर अनलाइनबाट नै उनीहरूबाट तपाईँले आफ्नो एकाउन्टको सिआरएन नम्बर लिन सक्नुहुन्छ र तपाईँले ब्याङ्कमा कल गरेर पनि लिन सक्नुहुन्छ। त्यसैले गर्दा इजी छ, त्यति गाह्रो चाहिँ छैन। तपाईँले आफ्नो ब्याङ्क जुन रहेको छ त्यसलाई कल गरेर सोध्नु होला। त्यस्तै अर्को प्रश्न लालीजीले सोध्नुहुन्छ सर एक व्यक्तिको कतिवटा युट्युब च्यानल प्रमाणीकरण हुन्छ भनेर भनेको छ। जतिवटा पनि प्रमाणीकरण हुन्छ, तर ध्यान दिनुपर्ने कुरा के छ भने एउटा युट्युब च्यानलको लागि एउटा एडसेन्स एकाउन्ट क्रिएट हुन्छ भनेपछि एउटा व्यक्तिले एउटा मात्रै एडसेन्स एकाउन्ट बनाउन सक्छ। तर यदि तपाईँले मल्टिपल च्यानलमा काम गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा आफ्नो फ्यामिली मेम्बरको हेल्प लिनुपर्ने हुन्छ। सबैको डकुमेन्ट युज गरेर तपाईँले मल्टिपल च्यानलहरूमा फरक एडसेन्स एकाउन्ट जोडेर पनि इन्कम गर्न सक्नुहुन्छ। एउटै एडसेन्स एकाउन्टमा मल्टिपल च्यानल क्रिएट गरेर इन्कम गर्न पनि सक्नुहुन्छ। त्यस्तो अवस्थामा तपाईँको च्यानलमा प्रब्लम चाहिँ आउन सक्छ। कुनै पनि च्यानलमा प्रब्लम आयो भने सबै एडसेन्स एकाउन्टमा जति पनि इन्कम भइरहेको छ सबैमा इस्यु आउन सक्छ। त्यस कारणले सकेसम्म मल्टिपल व्यक्तिहरूको तपाईँले डकुमेन्ट युज गरेर एडसेन्स एकाउन्ट क्रिएट गरेर काम गर्नु भने त्यस्तो अवस्थामा तपाईँलाई सजिलो हुन्छ। नत्र भने एउटै व्यक्तिले मल्टिपल च्यानल क्रिएट गरेर एउटै एडसेन्स एकाउन्टमा लिङ्क गरेर पनि पैसा कमाउन सकिन्छ, तर त्यो चाहिँ अलिकति रिस्की हुन्छ, त्यसरी बुझ्नु होला। त्यस्तै अन्तिम प्रश्न जनरल नलेजले सोध्नुहुन्छ च्यानल मोनेटाइज भएपछि वाइटीको आधारमा मनी आउँछ कि भ्युजको आधारमा सर भनेर भन्नुभएको छ। त्यस्तै अनि वाच टाइम छिटो पुरा गर्न कसरी सकिन्छ सर भनेर भन्नुभएको छ। लास्ट क्वेसनको एन्सर मैले हिजो एउटा भिडियो बनाएको छु, हिजो वा अस्ति, त्यो भिडियो हेर्नु होला। त्यसमा वाच टाइम पुरा गर्ने तरिका बताएको छु, फलो गरेर तपाईँले ट्राई गर्नु होला। एकदमै क्विक तपाईँको वाच टाइम पुरा हुनेछ। अब वाच टाइम र भ्युज दुइटैबाट पैसा कमाउने हो। कस्तो हुन्छ भने भ्युज भनेको के हो, त्यो कुनै व्यक्ति तपाईँको भिडियोमा आयो भने त्यो भ्यूमा काउन्ट भयो। कुनै व्यक्ति तपाईँको भिडियोमा नआइकन वाच टाइम त हुँदैन। त्यसले गर्दा भ्युज र वाच टाइम दुइटैमा इन्टिग्रेट छन्। जब कुनै व्यक्ति तपाईँको भिडियोमा आयो र उसले त्यो भिडियोलाई पुरा वाच गर्यो भने तपाईँको इन्कम एकदम धेरै हुन्छ। तपाईँको च्यानलमा त्यो भिडियोमा कुनै व्यक्ति आएर त्यो भिडियो वाच गर्न सुरु गर्यो भने स्टार्टिङमा नै एड आएको हुन्छ, त्यसबाट पनि तपाईँको केही न केही इन्कम चाहिँ हुन्छ। त्यसैले गर्दा भ्युज र वाच टाइम इन्टर रिलेटेड छन्, दुवैबाट नै हाम्रो इन्कम हुने गर्छ। भ्युज धेरै आयो भने इन्कम हुने सम्भावना पनि उत्तिकै रहन्छ, वाच टाइम बढेर गयो भने इन्कम हुने सम्भावना उत्तिकै रहन्छ। त्यसैले गर्दा यिनी इन्टर रिलेटेड छन्। भ्युज आउँदा पनि इन्कम बढी हुन्छ, वाच टाइम आउँदा पनि इन्कम बढी हुन्छ। तर वाच टाइमको आधारमा पैसा बढी आउँछ, किनभने जति धेरै मान्छेले त्यो भिडियो वाच गरेको हुन्छ त्यति धेरै युट्युबले एड चलाएको हुन्छ। त्यसैले गर्दा त्यसबाट पनि हाम्रो इन्कम इन्क्रिज भएर जान्छ। यी थिए साथीहरू लास्ट क्युएनएमा सोधेका प्रश्नहरू। यदि तपाईँको मनमा कुनै जिज्ञासा छ र नेक्स्ट क्युएनएमा तपाईँको प्रश्नको उत्तर चाहनुहुन्छ भने यो भिडियोको कमेन्ट सेक्सनमा आफ्नो प्रश्न राखिदिनु होला। आशा गर्दछु भिडियो हेरिसकेपछि तपाईँले पनि आफ्नो प्रश्नको उत्तर पाउनुभएको छ। भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राखिदिनु होला। साथीहरूमा चाहिँ भिडियोलाई सेयर गरिदिनु होला। च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने यस्तो भिडियो म तपाईँहरूको लागि ल्याइरहेको छु। र मसँग पर्सन जोड्न चाहन्छ नि टेक्निकल विषय इन्स्टाग्राम आइडी र ट्विटर आइडीमा फलो गर्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।